स्वागत छ हजुरहरूलाई मेरो किचनमा। आज पनि हजुरहरूको लागि चाहिँ मैले मकैबाट बनिने यो मिठो मकैको रोटीको रेसिपी लिएर आएकी छु। आशा छ हजुरहरूले भिडियो अन्तिमसम्म हेरिदिनुहुन्छ भन्ने। हामी जोसुकैलाई मनपर्ने मकै, यो मकै हुन्छ नै मिठो। यसलाई जसरी खाँदा पनि मिठो हुन्छ। त्यसैमाथि यो मकैको रोटीको त झन् कुरै नगरौँ, यति धेरै मिठो हुन्छ कि मलाई चाहिँ यो मकैको परिकारमा सबैभन्दा मनपर्ने मकैको रोटी आज म बनाउन जाँदैछु। मैले चाहिँ आफ्नै किचन गार्डनबाट फ्रेस मकै लिएकी छु। अब सुरु गर्दैछु बनाउन। भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला मैले मकैलाई छोडाएर तयार गर्दैछु। यसरी हामीले मकै लिँदाखेरि सकेसम्म जति सक्दो कलिलो मकै लिनुपर्छ। जति कलिलो मकै हुन्छ रोटी त्यति नै मिठो बन्न जान्छ। अझै दुधिलो मकैको त झनै मिठो हुन्छ। मैले यहाँ सबै यो छोडाएर तयार पारिसकेको छु। अब यसलाई चाहिँ हामीले पेस्ट बनाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले मिक्सरमा मकैलाई राख्दैछु। अब यसलाई चाहिँ हामीले पेस्ट तयार गरौँ। अब भने हाम्रो यो मकैको पेस्ट पनि तयार भइसकेको छ। यसलाई मैले बोलमा खनाउँदैछु। हजुरहरूलाई यो गुलियो मनपर्छ भने यसमा चिनी राखेर बनाउन पनि सक्नुहुन्छ। म भने यसलाई अलिकति अर्कै तरिकाबाट बनाउँदैछु। मैले सुरुमा यहाँ काटेको प्याज, हरियो खुर्सानी, त्यसपछि स्वादअनुसार नुन र अलिकति धुलो खुर्सानी, त्यसपछि स्वादको लागि चाट मसला लिएकी छु। हजुरहरूलाई चाहिँ यसमा केही सब्जीहरू आफूले मनपर्ने सब्जीहरू एड गरेर पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ अहिले यति नै राखेर यो रोटी तयार गर्दैछु। यसलाई राम्रोसँग घोल्ने अनि यसलाई चाहिँ हामीले पकाउँदाखेरि फर्काउन सजिलो होस् अनि आकार पनि दिन सजिलोको लागि चाहिँ मैले यहाँ 2 चम्चा मैदाको पिठो राख्दैछु। नराखी बनाउँदा पनि हुन्छ र पनि यसरी राख्दाखेरि चाहिँ रोटी टाँसिने, टुक्रिने त्यस्तो चाहिँ अलिकति कम सम्भावना हुन्छ। सेप दिन पनि सजिलो भएकोले मैले अलिकति यसमा मैदा राखेँ। अब यो पुरै तयार भइसकेको छ। अब हामी बनाउनतर्फ लागौँ। मैले यहाँ एउटा प्यानमा 1 चम्मच घिउ राख्दैछु। हामीले यसलाई तेलमा बनाउँदा पनि हुन्छ, तर घिउमा बनाउँदा स्वाद झनै मिठो हुन्छ। त्यसैले मैले यहाँ घिउ राखेकी छु। अब यो तयार गरिएको मकैको पेस्टलाई मैले डाडुको सहायताले यसरी राख्दैछु। अब यसलाई सेप दिनको लागि चाहिँ मैले हातले नै सजिलो हुने भएकोले हातको प्रयोग गर्दैछु। हातले हल्का यसलाई गोल आकारको बनाउँदैछु। रोटीको साइडको भाग हल्का रातो देखिन साथ हामीले रोटीलाई फर्काउनु पर्ने हुन्छ। यसलाई राम्रोसँग 1-2 पटक हामीले फर्काउँदै पकाउनु पर्ने हुन्छ। अब पनि रोटी पुरै पाकिसकेको छ। यसलाई म निकाल्दैछु। हेर्नुहोस् त रोटी कतै टुक्रिने ओर्ने केही समस्या भएको छैन। रोटी एकदमै राम्रो बनेको छ, राम्रोसँग पाकिसकेको छ। मेरो भान्सामा त रोटी पाकेर खानको लागि तयार भइसक्यो। अब पालो हजुरहरूको। हजुरहरूलाई मेरो रेसिपी मन पर्यो भने अवश्य पनि यो एकचोटि बनाएर खानुहोला। एकदमै राम्रो मिठो रोटी बन्छ। यसको साथमा खानको लागि मैले रायता तयार गरेको छु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। आगामी दिन नयाँ रेसिपीको साथ चाँडै उपस्थित हुनेछु। हजुरहरूको दिन शुभ रहोस्।